हाम्रो गाउँमा लागेको मेला यो जेठ 28 गते तपाईहरु पनि आउन सक्नुहुन्छ। यहाँ पुरा एकदम लागिरहेछ धमाधम। मेला जाँदैछौँ हामी। त्यो बाटो नाम देखाउँदैन। बाटो अलिक एकदम खराब छ, धुलै धुलो छ। हेर्न सक्नुहुन्छ एकदम गर्दा उडेको छ गर्दा। गाइजहरु पिरवालेर आउँदैछ चराउन। हेर्न सक्नुहुन्छ मेला एकदम जोरतोर लागेको छ। यी पुरा ओनपोन चल्ने उहाँमा चल्ने बाटा में आरोमा यहाँ बाबु लुहार पनि आइसक्नु भएको छ मेला। भर्खर स्टिल सर एकदम क्यामेरा हेरेर लजाउनु भएको छ। अब हामी यहाँ मेला छिरिसकेका छौँ। यता चाहिँ कुखुराको मासु पाइन्छ। यहाँनिर कुखुराको मासु सुपथ मूल्यमा पाइन्छ र यता सुँगुरको मासु छ। पर्दैन आयो चुस्न चाट्ने आइसक्रिम टेंगा टेंगा कंपनी को चाउरा कंपनी का नहीं छ इटा बारे यहाँ हाम्रो साथीले चटपटे खाँदैछ गिला खालको। चाउमिन सब यहाँ छ। चिसो एकदम चिसो भाइरल जुस लभली लभली। आइस 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 खाली घुमा त आइस खाली के यहाँ हेर्नु छिटैमा आइस ले घुमा। यहाँ बुनुहरु पनि एकदम मजाले खाँदै हुन्छ। हेलो मेला अलिक भिडभाड हुँदैछ, चापहरू बढ्दैछ। के छ बाबुजी सन्चै हुनुहुन्छ? अनि मेला कस्तो छ? गजब छ नि। ल ल ठीक छ ल। यो हाम्रो गाउँको थान हो। यहाँ भोग चढाइन्छ। यहाँ हेर्न सक्नुहुन्छ। यहाँनिर हेलो गाइस जैरीले पनि आइसकेको छ यहाँ पुरा टापीमा। गर्मी अलिक अत्याधिक छ। यहाँ पसिना एकदम आइरहेछ टनाटन। भाइरल नगराउने। अरे बाप रे बाप हाम्रो सराउनु भयो। के छ मेला कस्तो लागिरहेछ? एकदम झकास छ तर धेरै गर्मी छ। गर्मी छ मेला झकास। लु लु ठीक छ त्यसो भए सबैको प्रतिक्रिया यस्तै हो। अब हाम्रो दाइ यहाँनिर पुरा धमाधम बोका काटेर बिजी हुनुहुन्छ। के नाम हो? यहाँ हाम्रो दिवेश दा यहाँको मेलाको मेन अध्यक्ष हेर्न सक्नुहुन्छ। समितिको उ यहाँ बोका ढलिरहेछ। अनि यहाँ हाम्रो कामले सर पनि आउनु भएको छ पुरा जेन्टलमेनको साथ हिरो भएर। यो हाम्रो ठुकेदार हेर्न सक्नुहुन्छ। दमकल मास्टर
अर्ग्यानिक तरिकाले पकाउँछ यो बुस्कुचुरमा। यहाँ चाय धनी यहाँ छ हेर्न सक्नुहुन्छ। अनि यहाँ नयाँ कस्टमर आउनुभएको छ चाय खान आउनुभएको छ मेलामा। यहाँको चिया कस्तो पाउँछ यो पसलको? कस्तो स्पेशल? ल ठिक छ। दाङ जिल्लाबाट आएको त्यो काम साँसा रोक्ले छ साँसो। गाइस हामी अब के खाने? यहाँ स्पोन्सर यहाँ छ हैन। अब हामी जेरी खान लागेको। यहाँ हाम्रो गाउँहरुको भाइ पनि यहाँ मेला आएर पुरा भरपुर मजा लिइरहेछ मेलाको हैन। निसरे भन्देखि एक ग्लास पानी दिन्छ मज्जाले। गाइस पानी परेर पुरा ओनपोन भएको छ। पुरा ओनपोन भएको छ यहाँ मेलामा आउने मान्छेहरू। यहाँ गर्मीमा बेहाल छ। यहाँ गर्मी एकदम छ। पानी आयो यहाँ ओनपोन भइसक्यो हेर्न सक्नुहुन्छ। यहाँ मान्छेहरू भागाएर भाग्छ। ओट लाउँदैछ। यहाँ कोहीले पाल लाउँदैछ। यहाँ पानी परेर मौसम एकदम सुहाना भएको छ। यहाँ पानी परेर बल्ल शीतल भएको छ अलिक, अथवा नत्र गर्मीले पसिना भएर बेहोस मात्रै हुन सकेको थिइनँ गर्मीले गर्दा। सासू आमा मेला किन गर्मी किन लाग्लो छ? गर्मी त गर्मी नै लाग्लो छ कि आफ्नो भर्खर पानी पर्छ एकदम। ज्योति यो मेलामा के कस्तो लाग्यो? मेला कस्तो छ आफ्नो हिसाबमा? अलिक गर्मी ज्यादा भयो जस्तो लाग्यो यसो हेर्दा। जिउभरिदेखि खलखल पुरा पसिना आइरहेछ। हेर्न सक्नुहुन्छ मलाई पनि पसिना आएको छ। मेलामा एकदम गर्मी छ। अहिले पानी परेर अलिक शीतल भएको छ। यहाँ लगभग मेलाको मान्छेहरू सबैजना घरतिर गइसकेको छ। यहाँ अब अहिले यहाँ पुरा हावाहुरी चल्दैछ। अब अहिले यति बेला जेरीहरू पुरा सस्तो आउँछ। अब किनकि मेला लाग्दैछ। अब जेरी एकदम सस्तो मूल्यमा पाउँछ। 150 देखि लिएर 200 रुपियाँ केजी। अरू बेला एकदम पुरा महँगो थियो। अब अहिले जेरीहरू एकदम सस्तो पाउँछ यहाँ, किनकि हावा आयो। यहाँ हेर्न सक्नुहुन्छ चायको टप्पी पनि उठाउँदैछ। यहाँले चायको टप्पी पनि उठाउँदैछ हावा चलेर। फुलाइ बोल्दैछ यो गुन्डा। गजब बेइज्जती है। अब यहाँ चाउमिनहरू पनि सकिन आँटेको छ। मेला सकिन आँट्यो। यहाँ हाम्रो मेला सकेको छैन। हाम्रो मेला सकेको छ। बेलुकातिर आउनुपर्छ। केजी जेरी कसरी हो केजी? ओ हेलो जेरी कसरी हो केजी? 50 रुपैयाँ पाउ हाला न। फाइनली हामी मिठाई लिइसकेको छौँ एकदम सस्तो भाउमा। यो 200 रुपियाँ। अघिसम्म 400 रुपियाँ केजी थियो। यहाँ एकदम गर्मी हुँदाखेरि अहिले पानीले पुरा भाउ घटेको छ। बहिनीहरूलाई बाइ बाइ गर्दै आकाश पनि गराङ गुरुङ गर्दैछ हेर्न सक्नुहुन्छ। पुरा एकदम गराङ गुरुङ गर्दैछ आकाश। यहाँ हेर्न सक्नुहुन्छ चाउमिन। यहाँ चाउमिन बेच्दैछ। यहाँ चाउमिन भ्याइ नभ्याइ छ। यहाँनिर यहाँ यस्तो चिसोमा पनि खलखली पसिना आएर यहाँ चाउमिन बनाउँदैछ हाम्रो दाइ। क्यामेरा पनि डरायो के साह्रो हो गरेको। पानीले गर्दा पानीले यहाँ पुरा मौसम खराब गरिदिएको छ यो हाम्रो मेलाको। हेर्न सक्नुहुन्छ आउँदा एकदम टन्टनापुर घाम थियो। आउँदा एकदम टन्टनापुर घाम थियो। अहिले यहाँ हेर्नुहुन्छ अहिले पुरा पानी आएको छ लोत। खतरनाक पानी। एक वर्षमा यहाँ हेर्नुहुन्छ बिचारा भाइ भाग्दैछ सोनपापडी लिएर। अघिसम्म एकदम
36 डिग्रीको गर्मी थियो यहाँनिर। अहिले अचानक यहाँनिर हेर्न सक्नुहुन्छ हावा पुरा चलेको छ जोरदार। यहाँ हेर्न सक्नुहुन्छ यी मिठाई धमाधम छ। अब भाउजू पनि मिठाई लिन आउनु भएको छ। अब यहाँनिर डेरीको भाउ पुरा एकदम लो हुन्छ किनकि पानी आयो। 40 रुपैयाँ किलो भ्याइन 40 रुपैयाँ किलो पानी आयो। अब यहाँ मान्छेहरू सबै जाँदैछ। अब डेरीको भाउ एकदम सस्तो हुन्छ। 150 रुपियाँ केजीसम्म पुग्न सक्छ यहाँ डेरीको भाउ। कता टका किलो? हेर्नुहोस् 200 आइसक्यो। अब 5 मिनटमा फेरि 100 रुपियाँ घट्छ। हाम्रो दाइ पनि आउनुभएको छ यहाँनिर। कस्तो मेला कस्तो लाग्दैछ तपाईँलाई? यो तिरपाल फरर गर्दैछ। कस्तो छ? ठिक छ? ल ठिक छ। यहाँ ल तिरपालले यहाँ पछाड्दैछ हामीलाई हेर्न सक्नुहुन्छ। जोरतोर दिमाग खराब। मान्छेको पनि दिमाग खराब थियो। गर्मीले अहिले पानी पर्छ लागेर यस्तो आज अब फाइनली जोरतोर आएको छ पानी। यहाँ जोरतोर पानी आएको छ। यहाँ पाल चुँदैछ। यहाँ जोरतोर पानी आएको छ। यहाँ फाइनली पानी एकदम आएको छ। हामी ओठ लागेको छौँ यो पालमा। धेरै गर्मी थियो कि सक्नुहुन्छ। अहिलेसम्म यो जुसवालाले पुरा मार्केट लिइरहेको थियो। अहिले यहाँ पानी परेर अहिले दुःखमा रमाउँदै हुनुहुन्छ। हेर्न सक्नुहुन्छ एकदम उहाँ दुःखी हुनुहुन्छ। अघिसम्म पुरा एकदम 36 डिग्री टेम्परेचर थियो। अहिले अचानक मुसलधार वर्षा आएको छ। जुसवाला एकदम रुँदै प्याक गर्दै हुनुहुन्छ। हेर्न सक्नुहुन्छ यहाँ जुसवाला अघिसम्म पुरा बेच्दै हुनुहुन्थ्यो। अहिले हेर्नु सक्नुहुन्छ जुसवाला रुँदैछ। हेर्न सक्नुहुन्छ कोला पल्टिसक्यो। अघिसम्म कोला बेच्दै थियो। अब अहिले कोला पल्टिसक्यो। हेर्न सक्नुहुन्छ। अब के पल्टिन बाँकी छ कि? अब अघि आउँदा पुरा मेला दमदार जमेको थियो। अब अहिले उहाँ हेर्न सक्नुहुन्छ चयन रेसल उडाउन आँटिसक्यो। उहाँ हेर्नुहोस् उडायो। ल पुरा ताबडतोड तुफान आएको छ। यहाँ पुरा एकदम मान्छेहरू हामी ओठ लागेर बसेको छु। उहाँ पनि पानी पर्दैछ। मान्छेहरू छता लिएर एकदम बसिरहेछ। म क्यामेराम्यान अभिषेक देवान। हेर्न सक्नुहुन्छ यहाँ पुरा पानी आएर बिजोग भएको छ। यहाँ हेर्न सक्नुहुन्छ। हेर्नुहुन्छ यहाँ आमाले कसरी दुःख गर्नु हुँदैछ। यहाँ उडाउन आँटिसकेको छ। आकाश गडेङगुडुङ गर्दैछ र यहाँनिर चटपटे धमाधम बिक्री पनि भइरहेछ। अनि चाउमिन पनि धमाधम बिक्री हुँदैछ। यहाँ टेक्नोलोजी लाएर हामी यहाँ केटाहरू बसेको छौँ। इन्ट्रेस्टिङ र एकदम एडभेन्चरवाला भिडियो हेर्नु मन छ भने प्लिज यहाँ भरिसक्यो पानी यो भरिसक्यो। यो उलार गर्नुपर्छ। एडी भ्लगलाई सब्सक्राइब गर्नु होला। यहाँ हेर्न सक्नुहुन्छ लाइभ रिपोर्टिङ छ तपाईँहरूको अगाडि। अरे बाप रे बाप मार्केट मिसिया। बाप रे बाप। अरे हो मेलाको हालत यस्तो भइसकेको छ। चाउमिन पसल पनि उडाइसकेको छ। चाउमिन पसल उडाइसक्यो। मिठाई लाल यादव कैसा लगा? चलो यहाँ को लक्ष्य नहीं रुक दो पसंद है। बाप रे बाप पसंद खत्म। यहाँ हेर्न सक्नुहुन्छ हामीले जुगाड लगाएर यहाँ पाल लगाएको छौँ। ओ बाप रे बाप। अघिसम्म टन्टनापुर घाम थियो। अहिले हेर्न सक्नुहुन्छ
हावा उडिएको छ आकाश गडाङगुडुङ गर्दैछ क्यामेराम्यानमा अभिषेक देवान